गाइस पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। रुको जरा सबर करो। मैले त्यो भातेरको दिन गाजरको अचारमा खाएर ठिकै गरेछु। बिहेमा जन्ती नगई नगई रतेउली हेरेर बसेको त्यसै हो र म। लाउरे भन्दा पनि लाउरेको चाहिँ कडा रहेछ। के बोले भाइ? अब के बोले? गाजर खुब मन पर्थ्यो, आजबाट खान्न, त्यस्तो पो रहेछ। सानो भाइलाई टोपी पनि लगाइदिनु नत्र निमोनिया हुन्छ। समझ रहे हो? गाजर किन मिठो छैन भन्दै खाएको त अहिले आएर पो थाहा भयो।